सुनबालो हेलो नमस्ते गुड मर्निङ एभ्रिवान वेलकम ब्याक माई युट्युब च्यानल। आज चाहिँ म काठमाडौँबाट फर्किँदैछु र गाडी हामी चाहिँ यहाँ चार्ज गर्दै हुनुहुन्छ दाइले है। एकदम चिसो चिसो बढेको छ, चिसो 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 मौसम छ होइन। सो पुरा मेरो भिडियो अब भ्लगहरू बनाउँदै ल्याउने छु होइन, भिडियोहरू बनाउँदै ल्याउने छु र माया गरिदिनु होला र मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने प्लिज गरिदिनु होला। म चार्जिङ चाहिँ कसरी हुँदो रहेछ म पहिलोचोटि हिँड्दैछु होइन, देखाउने छु। यो चाहिँ यो गाडीमा आउँदैछौँ, चार्ज गर्ने चाहिँ यहाँ रहेछ। अहिले चाहिँ कति पर्सेन्ट भन्छ 83% रहेछ है। जस अब एकछिनपछि हामी जाने। ओके माया गरिदिनु होला। अब हामी चाहिँ कच्ची बाटो पुगेको छौँ होइन। अब कच्ची बाटो पुग्न लागेको छौँ। यसरी अब हामी चाहिँ आइराखेको छौँ बाटो। हाम्रो यात्रा कस्तो हुन्छ लास्टसम्म हेरिदिनु होला मेरो भिडियो होइन। सब्सक्राइब गर्नुभएको छैन भने प्लिज गरिदिनु होला। म युट्युबबाट नि के गर्न चाहन्छु, तपाईँहरूले साथ सपोर्ट दिनु होला। र हामी चाहिँ अब कच्ची बाटो आइसक्यौँ खोलामा। गाडीहरू आउँदैछ र मेरो यात्रा कस्तो हुनेछ सबै पुरा भिडियो हेरिदिनु होला। र हामी चाहिँ पुरा कच्ची बाटो हिँडिरहेको छौँ है। हामी चाहिँ अहिले त्यही सिन्धुली पुग्न लाग्यौँ है। यो चाहिँ हामी सिन्धुली पुगिसक्यौँ। पुगेर हामी फेरि कच्ची बाटो आउँदैछौँ है। यो कच्ची बाटो चाहिँ सिन्धुली नै हो, सिन्धुली नै पर्छ होइन। अनि अहिले चाहिँ धेरै बाटो बिग्रिएर यति लामो है धमाधम काम हुँदै रहेछ। अनि यो चाहिँ खोला धेरै लामो रहेछ है। 1 घन्टा 2 घन्टा जति त 1 घन्टा भनौँ न, 1 घन्टा जति त खोला हिँड्नुपर्ने रहेछ। अहिले बाटो सबै त्यो पानीले गर्दाखेरि बिग्रेर त्यो खोला जानुपर्ने रहेछ। त्यही पनि बाटो राम्रै छ, खोला भए पनि है। अनि म चाहिँ काठमाडौँदेखि फर्किँदैछु। एम्बुलेन्समा एक्सिडेन्ट भएर उपचारको लागि काठमाडौँ गएको थिएँ। अहिले चाहिँ अलिक स्वास्थ्यको सुधार आएर म चाहिँ फर्किँदैछु होइन। हामी सो माया गरिदिनु होला। च्यानललाई मेरो सब्सक्राइब गर्नुभएको छैन भने प्लिज गरिदिनु होला। हामी चाहिँ अब यस्तै म भिडियो लिएर आउनेछु, कोसिस गर्नेछु। बस चाहिँ गयो है, एकदम तुफान गएछ क्या बस चाहिँ होइन। हामीले भेट्न सकेनौँ। हामी चाहिँ अब बिच बाटो आइसकेको छौँ। हामी चाहिँ बिस्तारै जाँदैछौँ है। बिस्तारै गएर पनि गन्तव्यमा पुग्यो भने त भइगयो नि। हामी चाहिँ अब सिन्धुलीको त्यो ऐना भएको मन्दिरमा पुग्न लागिसक्यौँ। र मेरो च्यानललाई पुरा हेरेर साथ सपोर्ट दिनु होला प्लिज। रमाइलो छ। आज चाहिँ पहिलोचोटि म फर्स्ट टाइम अगाडि बस्न पाएँ होइन। अब नभए त पछाडि हुन्थ्यो, जतिखेर हिँड्दाखेरि नि पछाडि नै बस्नु पर्थ्यो। आज चाहिँ अनि अगाडि बस्न पाएँ र भिडियो गर्न नि पाएँ है। अनि बसलाई चाहिँ हामी ओभरटेक गर्न खोजिरहेछौँ, तर बाटो सानो छ र टर्निङ सानो भएर चाहिँ पछि खेदाउँदैछौँ र पुरा खेदाउँदैछौँ होइन। अब सानो बाटो छ, साइड दिनुपर्ने कसरी भनेर होइन। अब एकछिनपछि हामी ओभरटेक गर्नेछौँ। दाइले चाहिँ गाडी आउँदैछ भनेर हामी चाहिँ ओभरटेक गरिसक्यौँ र अर्को बुलेरो रहेछ होइन। बुलेरोलाई पनि ओभरटेक गरिसकेर हामी चाहिँ हिँड्यो र हामी जाँदैछौँ। अब कुन ठाउँ पुगेको छौँ म सबै देखाउने छु र
हैन। हामी चाहिँ अब सिसा भएको ठाउँमा पुग्न लाग्यौँ। पुरा हेरिदिनु होला प्लिज। बाटो त सानो भए पनि राम्रो छ। हामी पुगिसक्यौँ है। ऐना छ, हेरिदिनु होला। मैले चाहिँ अब पहिला थोरै थियो, अहिले त धेरै लामो भइसकेको रहेछ है। अब त्यहाँ रोक्न पनि मिलेन, बाटो सानो छ, गाडी हिँडेको हिँडै गर्नुपर्छ, हिँडेको हिँडै गर्छ। अनि त्यही भएर हामी चाहिँ रोक्न सकेनौँ र यसो भिडियो मात्र देखाउने छु। मैले चाहिँ बाहिरदेखि नै दर्शन गरेँ है। अब रोकेर दर्शन गर्न पाइनँ, किनभने बाटो सानो छ र गुरुजीले नि रोक्न मिल्दैन र त्यहाँ अप्ठ्यारो हुन्छ, गाडी हिँडेको हिँडै आएकै हुन्छ। त्यही भएर हामीले रोक्न सकेनौँ र हामी चाहिँ काटिसक्यौँ। र माया गरिदिनु होला के यस्तै भिडियो लिएर आउनेछु र माया गरिदिनु होला भन्न चाहन्छु। लाग्यो अब हामी इटारी धरानदेखि हुँदै भेडेटार, खोको, भोजपुर पुगिन्छ हैन। हामी चाहिँ अहिले सिन्धुलीमै छौँ, तर त्यसरी हुँदै घर चाहिँ हामी जानुपर्ने छ। र हामी चाहिँ अहिले गाईघाट, यो ठाउँ चाहिँ कहाँ भन्दाखेरि तपाईँहरूले गाईघाट हो। गाईघाटदेखि हामी लाग्यौँ, जाँदैछु। गाईघाट होइन, यो चाहिँ गाईघाट हो होइन। अघिको चाहिँ कुन ठाउँ भन्दाखेरि चाहिँ यो चाहिँ गाईघाट। हामी गाईघाट पुगेका छौँ र गाईघाटको पुल अघिको ठाउँ चाहिँ बेलटार हो। चाहिँ कोसी पुल पुगिसक्यौँ होइन। पुरा भिडियो चाहिँ धेरै टाइम लाग्ने भएर हामी छोटो बनाउँदै मैले भिडियो ल्याएको छु। र चत्र पुलमा पुगेको छु है। पुगेर अब कोसी पुल पुगेर हामी धरान पुग्नेछौँ। कोसी पुल पुगे यो हामी चाहिँ जाँदैछौँ। हामी चाहिँ अब गाडीमा इटारी जाने र धरान जाने बाटोमा चाहिँ दुईवटा गाडीमा मान्छे चेन्ज भएर अनि हामी लागिसक्यौँ, जाँदैछौँ होइन। अलिकति यहाँ बाटो बिग्रेको कारणले हामी अर्को बाटो हिँड्यौँ र जाँदैछौँ। र फेरि बिच बाटोमा आइसक्यौँ, राम्रो बाटोमा होइन। फेरि धरानको पुल आइसकेको छौँ, जाँदैछौँ। धरान पुगिसक्यौँ, रेलवे है। अहिले चाहिँ रेलवेमा छौँ हामी। र मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने प्लिज गरिदिनु होला। हामी एकदम सिमसिमे पानी परिरहेछ है, एकदम चिसो छ हावा। हामी चाहिँ फेरि भानुचोकदेखि हामी लाग्यो भोजपुरतिर, धनकुटा हुँदै लाग्यो उकालो होइन। मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने प्लिज गरिदिनु होला। अहिले चाहिँ हामी खोकुको डाँडामा छौँ, डाँडामा होइन। अब कच्चीको बाटो छ अलिकति, फेरि डाँडाहरू यस्तो राम्रो सिन आइरहेछ, हेरिदिनु होला पुरा है। यस्तै भिडियो लिएर आउने कोसिस गर्नेछु र यस्तै नयाँ कोसिस गर्नेछु सक्दो। हामी फेरि पिचमा आइसकेका छौँ र एकदम म भिडियो ल्याउने चाहिँ कोसिस गर्नेछु होइन। अब भिडियो खासै बनाउन त आउँदैन, त्यही पनि बनाउने कोसिस गर्नेछु, सिक्दैछु। अहिले चाहिँ हामी ठलठले बजार पुगिसक्यौँ। को ठलठले बजार पुग्नुभएको छ है। यो चाहिँ खोकुको सुन्तला हो। खोकुको सुन्तला खाने भए आउनु होला, यति धेरै रहेछ है। खोकुको सुन्तला आउनुहोस् है, आउनुहोस्। हामी चाहिँ खोकुमा पुगिसकेको छौँ र मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने प्लिज गरिदिनु होला। आम्मामा यति धेरै सुन्तला छ, यसपालि त कति धेरै फलेको थियो, फलेको रहेछ। पहिला त फलेकै थिएन यति साह्रो है, यसपालि त धेरै फलिरहेछ, कस्तो राम्रो देखियो। मेरो च्यानललाई प्लिज सब्सक्राइब गर्नुभएको छैन भने प्लिज गरिदिनु होला।
र म यस्तै गाउँको भिडियो अब कहाँ कहाँको होइन अनि सबै सिनहरू भिडियोहरू गाउँको देखाउने छु। आम्मामा यहाँ पनि कस्तो धेरै फलिरहेछ है सुन्तला। खाने आउनु होला है, सस्तै सस्तो छ। हेर्न सक्नुहुन्छ है। पुरा मेरो भिडियो च्यानललाई सब्सक्राइब गरिदिनु होला। कोको सुन्तला आयो आयो कोको सुन्तला है। काठमाडौँदेखि आउँदाखेरि यहाँसम्म त राम्रै छ यात्रा। घरसम्म पुग्दा के कस्तो हुन्छ र मेरो भिडियो लास्टसम्म हेरिदिनु होला भन्न चाहन्छु। प्लिज मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने प्लिज गरिदिनु होला भन्न चाहन्छु होइन। एकदम धेरै माया गरिदिनु होला। यस्तै म भिडियो ल्याउने कोसिस गर्नेछु। हामी चाहिँ अहिले खोकोको ओह्रालो लागिसकेको छौँ है। एकदम बाटो पनि पिच छैन, त्यसको लागि बिस्तारै हामी गइराखेका छौँ। र अहिले चाहिँ हामी कोशी पुल पुगिसकेको छौँ होइन। कोशी अरुण नदी हाम्रो आटुवागाडी बसुर र धनकुटा सिमाना है। खोको सिमाना पर्छ। हामी चाहिँ ओह्रालो लागिसक्यौँ, पुगिसकेका छौँ अरुण नदी पारी चाहिँ तल चाहिँ होम पाइप लाउँदै हुनुहुन्छ होइन। त्यस होम पाइप लगाइसकेपछि चाहिँ गाडी वारपरि हुन्छ। पहिला यहाँ पुल चाहिँ लाउँदै गर्दाखेरि धेरै वर्ष भइसकेको छ है। एकजना ठेकदार आउँछ, गरेर आधी गर्छ अनि छोडेर जान्छ, एकजना आउँछ, त्यस्तो भएको छ है। बिस्तारै पहल हुन्छ होला र पिच भएपछि पक्की पुल भएपछि त हामीलाई नि सुविधा हुन्छ। आटुवागाडी गाउँपालिका हामी छिरिसक्यौँ। हाम्रो गाउँ गाडीलाई पर्खिराखेको छौँ होइन। र गाडी पनि आइसक्यो, दाइले चाहिँ ब्याक गर्दै हुनुहुन्छ। अब चाहिँ हामी सरर जाने हो हामी है। गाडी आइसकेको छ। सबै मैले भिडियो बनाउनको लागि चाहिँ धेरै स्पेस खान्छ र मैले बनाउन चाहिँ र थोरै म चाहिँ राम्रै यात्रा गरेर मैले पुगिसकेको छु है। काठमाडौँदेखि आउँदाखेरि मेरो यात्रा सफल नै भयो।